हेलो साथीहरु, आज हामी सतासी धाम साउनको पहिलो सोमबार हो नि त। अनि हामी सतासी धाम जान लागेका छौं सबै फ्यामिली मिलेर। हामीले चाहिँ यो सिटी रिक्सा के अटो के हो हैन उयो गरेको थियौं नि त। अनि यसमै जाँदै छौं सबैजना। म चाहिँ भिडियो बनाउँदै जान्छु। मेरो छोरी चाहिँ निदाउन लागेकी थिइन्। हामी सबैजना जाँदै छौं। अनि मलाई देखाउँदैछु पुरा कपाल। अब हामी माइधार पुग्यौं। अनि माइधारमा पनि भिडियो बनाउँदै गयौं। अनि रमाइलो भयो। जे होस् तपाईहरु कहाँ जानु भयो साउनको पहिलो सोमबार। हामी चाहिँ सतासी धाम गयौं। धेरै रमाइलो रहेछ। अनि झिलझिलेबाट भित्र पस्यौं। अनि झिलझिलेसम्म चाहिँ बाटो धेरै अप्ठ्यारो के। त्यहाँदेखि भित्र चाहिँ अलि सजिलो पिच जस्तो रहेछ, जंगल धेरै। अनि हामी सतासी धाम पुगेर सिटी जाने ठाउँसम्म ओर्ल्यौं। अनि बुवा चाहिँ अगाडि बस्नु भएको थियो। अनि बुवालाई पनि देखाउँदै छु। अब जाँदैछौं जंगल पनि निकै रहेछ नि त। अब चाहिँ सतासी धाम पुग्यौं भनेर त्यहाँ चाहिँ अब खाजा सजा नास्ताहरू जेरी मिठाईहरू राखेर बस्नु रहेछ। अनि हामी हिँड्दै जाँदैछौं। मन्दिर कति धेरै मन्दिर रहेछ के फेरि त्यहाँ। अनि यो रुद्राक्षको शिवलिङ्ग पनि बनाएको रहेछ ठुलो। हामी चाहिँ अनि पहिला उता मन्दिरमा पूजा गर्ने हो अरे नि त। अनि हामी सुरुमा मन्दिरमा पूजा गर्न गयौं। जाँदैछौं नानीहरू झगडा गरेर उता यो मन्दिरमा चाहिँ जाने रहेछ नि त। अनि हामी जाँदैछौं गाईहरू पनि कति धेरै गाईहरू पनि यतिकै छोरीको गाई बाँधेर पनि पालेको हैन। अनि राम्रो रहेछ ठाउँ, राम्रो हो। सतासी धाममा घुम्दै थियौं यताउता, मन्दिरहरू पनि धेरै रहेछ। अनि घुमिरहेको छौं। अनि यहाँ पहिला नुहाउने अरे नि त। अनि यहाँ नुहाउन गयौं हामी। पहिला चाहिँ मैले भिडियो खिच्दै छु। आमा दिदीहरू नानीहरू सबैजनाको। अनि धेरै मान्छे धेरैभन्दा पनि धेरै नै हुनुहुन्थ्यो। अनि माथि चाहिँ नाग दुईटा नाग चाहिँ को चाहिँ मूर्ति जस्तो रहेछ। अनि चाहिँ म र नानी चाहिँ गर्दैछौं नुहाउँदै गयौं। फेरि भिडियो खिच्ने मान्छे चाहियो नि त एकजना। अनि म चाहिँ लास्टमा थिएँ, त्यही भएर अनि भिडियो खिचेर निस्केँ। अनि भान्जा पनि पछि आउँदै रहेछ, त पुरा नुहाउँदैछन्। अनि आउँदै रहेछन्। अनि हामी यहाँ पूजा गर्यौं। त्यहाँभित्र पूजा गरिसकेर माथि पनि रहेछ नि त पूजा गर्ने ठाउँ। अनि माथि चढेर गयौं। अनि माथि पूजा गर्यौं। अरू दिदीहरूले गरिसक्नुभयो आमाहरूले। अनि चाहिँ म गर्दैछु के पूजा। अनि क्यामेराम्यान चाहियो नि त एकजना त। अनि पूजा गर्दैछु। अनि पूजा मन्दिरहरू धेरै रहेछ जे होस्। अनि चिप्लो तर धेरै चिप्लो पानी पनि परेर होला। अनि भान्जी पनि पूजा गर्छु भन्दै थिइन्। अनि भान्जी पूजा गर्दैछिन्। अनि अब यहाँबाट उत्रिँदैछौँ। हामी चाहिँ माथि झर्ना रहेछ नि त। अनि झर्नामा जाँदैछौँ तर बाटो धेरै अप्ठ्यारो। नानीहरू बोकेर गयौँ जान चाहिँ। अनि चिप्लो पनि धेरै खोल्साको बाटो रहेछ, जङ्गल। अनि जाँदैछौँ हामी सबैजना। अनि आमाहरू चाहिँ पछाडि हुन्थ्यो नि त, म चाहिँ अगाडि गएको थिएँ। अगाडिबाट भिडियो बनाउँदै आउँदैछु। अनि अब नानीहरू चाहिँ अघि पुगेर उहाँ झर्ना हेर्दै रहेछन्। माथि पनि झऱ्यो अर्को झर्ना, तर हामी गएनौँ क्या वहाँ चाहिँ। अनि यही सानो भएको ठाउँमा गऱ्यौँ, यहाँ पूजाहरू गऱ्यौँ। अनि यताउता क्यामेरा घुमाउँदैछु म चाहिँ। अनि पूजा गऱ्यौँ। अनि यसो झर्ना हेऱ्यौँ। अनि अब फेरि झऱ्यौँ तल आएको चाहिँ भिडियो छैन कि फेरि अप्ठ्यारो भयो नानीहरू बोकेर। अनि हामी घर फर्क्यौँ। जे होस् रमाइलो भयो सतासी धाम जानलाई। फर्केर हामी घर आइपुग्न लाग्यौँ। घर आइपुगेको चाहिँ भिडियो छैन, लक्ष्मीपुर आइपुगेसम्मको चाहिँ भिडियो गरेको छु। अनि त्यति नै हो। बाटो चाहिँ खराब छ, कहीँ पिच भर्खर गर्दै